दर्शकहरू नमस्कार। हाम्रो मन मस्तिष्कले कसरी युनिभर्समा सन्देश पठाउँछ र त्यो सोचेको कुराहरू कसरी पूरा हुन जान्छ र यसलाई हामीले नसोचेको कुरा सोचेको कुरा कसरी जीवनमा लागू हुन जान्छ यो विषयवस्तुमा हामी आज कुराकानी गर्न गइरहेका छौँ। मसँग धर्मको विषयमा धेरै धार्मिक हिसाबमा आस्था राख्नुहुने मेरो आफ्नै जेठानजी हुनुहुन्छ मनिष बोराजी। उहाँलाई म आजको यो बसाइमा उहाँलाई यहाँ निम्ताउन चाहन्छु र उहाँसँग केही विषयवस्तुमा कुरा गर्न चाहन्छु र अलिकति प्रश्न उत्तर हामी जेठान दाइको यो बसाइ एकदम स्पेसल बसाइ हुनेछ भन्ने विश्वास लिएको छु र आउँदै हुनुहुन्छ मनिष बोराजी जेठानजी हुनुहुन्छ। जेठानजी हजुरलाई स्वागत छ, आउनुहोस्। नमस्कार। अब हामीले दर्शकहरूलाई एउटा पोजिटिभ भाइब्स दिने खालको पोजिटिभ सकारात्मक सन्देश दिने खालको कुराहरू अब हजुर पनि पहिलादेखि नै धर्म कर्ममा लाग्नु भएको छ। धर्म कर्म सम्बन्धी कुराहरू हजुरलाई पनि थाहा छ। सोचेको कुरा कसरी चाहिँ हाम्रो जीवनमा लागू हुन्छ, हामीले कसरी सोच्ने अनि कस्तो किसिमको सोच्दाखेरि हामीले त्यो कुरा जीवनमा प्राप्त गर्न सक्छौँ। बिहान बेलुका हातहरू माग्नुभयो भने तपाईँलाई अवश्य पनि मिल्छ, तर त्यो कामको प्रोसेस जारी राखिरहनु पर्ने। तपाईँले जस्तै अब अहिले भन्नुभयो कि म यसको सुरु गर्छु भनेर त्यसपछि चाहिँ तपाईँले त्यो काम जारी राखेर तपाईँलाई मिल्दैन। मैले पनि अध्यक्ष भनेको हो होइन। तपाईँले चाहिँ अब हुन्छ नि जस्तै अब तपाईँलाई मलाई राम्रो काम मिलोस् भनेर तपाईँले भगवान्लाई एउटा बिहान बेलुका तपाईँले हात जोड्न माग्नुभयो र 1 तारिकसम्म तपाईँले गर्ने नियम हो। त्यसपछि पनि तपाईँले बढेर अरू 3 महिना 4 महिना कति बेलामा तपाईँलाई मिल्छ भने टाइम तपाईँले भन्नुभयो भने तपाईँलाई मिल्छ। तपाईँलाई जबको विषयमा हुन्छ, तपाईँले अन्य तपाईँ धनको विषयमा तपाईँलाई हुन्छ। मलाई यति धन चाहियो यति महिनामा 4 महिना 10 महिना हरेपछि तपाईँलाई मिल्छ। तर यो कुरा एकदम राइट हो, सत्य हो। मैले पनि यो विषयलाई धेरै लामोसँगले अध्ययन गरेरै भनेको हो। यो अध्ययनका साथसाथै अनुभव पनि मैले गरेर तपाईँलाई हजुरले जुन भन्नुभयो यो एकदम सही भन्नुभएको छ। यसैलाई मैले जोड्न खोजेको ल अफ अट्र्याक्सन या आकर्षणको नियम छ है। हामीले के गर्नुपर्छ भनेपछि कि त्यसको भन्छ नि तपस्या जस्तै कि बिहान पनि सोच्नुपर्ने, बेलुका पनि सोच्नुपर्ने, ध्यानमा राख्नुपर्ने, सबै कुरामा यो सोचले जुन वस्तु जुन चिजको पनि निर्माण गर्नुभन्दा पहिला सबभन्दा पहिला सोचमा त्यो कुरा बनिसकेको हुन्छ। एकदम है, एकदम सही। सबभन्दा पहिला जुन चिज बनि, जस्तै कि हामीले अब यो बिल्डिङ बनाउँदाखेरि यो बिल्डिङ बनाउने मालिकको पहिला सोचमा बन्यो, त्यसपछि त्यो अनुसारको काम गर्दै गइसकेपछि यो बिल्डिङ तयार हुन्छ। अनि कि काम पनि गर्ने र अर्को कुरा पहिला त सोच्ने, सोचिसकेपछि त्यसमा ध्यान लगाएर काम गर्ने, ध्यान लगाएर काम गरिसकेपछि त्यो अवश्य पनि पुरा हुन्छ। यति टाइमसम्म तपाईँले एउटा हुन्छ नि उहाँलाई टाइम दिएर यति टाइमसम्म यो काम पुरा हुनुपर्दैन गर्नुहोस् भने तपाईँले भनेपछि र त्यो काममा तपाईँ लागि परेपछि मात्रै हुन्छ कि हजुर। तपाईँले एउटा चाहिँ हेरेर माग्नुभयो कि यता काम गर्नु भने त्यो चाहिँ हुँदैन है। त्यसरी जुन विषयवस्तुमा तपाईँले काम गर्नुहुन्छ त्यो विषयवस्तुलाई खुलाउँदै गएर केही प्रति तपाईँ फोकस गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ, त्यो काम सफल हुन्छ। अब हामी सिक्नुपर्छ। आजलाई यति नै। अब दर्शकहरूलाई अहिलेलाई बिदा माग्छु।
हाम्रो हातमा केही पनि छैन, हाम्रो हातमा त केवल छ कर्म छ। कर्म छ, हामीले कर्म गर्ने हो, त्यो पनि सत्कर्म। सत्कर्म गर्ने हो, राम्रो गर्ने हो, त्यसको अब गलत काम नगर्ने, सत्यको बाटोमा हिँड्ने।